नमस्कार सम्पूर्णमा। मेरो नाम राजेश पौडेल। हालसालै शिक्षक सेवा आयोगले लिगेको सम्पूर्ण परीक्षामा म सफल भएको थिएँ। त्यही अनुभवहरू साट्नको लागि हजुरहरू समक्षमा उपस्थित भएको छु। आज म यो भिडियोमा विशेष गरी टीएससी एक्जाम प्रोसेस यानी कि शिक्षक सेवा आयोगले लिने परीक्षाको प्रक्रिया कस्तो हुन्छ त भन्ने बारेमा वर्णन गर्न गइरहेको छु। मैले आफूले चाहिँ पहिलो एकै प्रयासमा चाहिँ नाम निकाल्न सफल भएको थिएँ, त्यो पनि विदाउट गोइङ एनी इन्स्टिट्युसन, कुनै इन्स्टिट्युसनमा भर्ना नभइकन र आफ्नै सेल्फ स्टडीको माध्यमबाट नाम निकाल्न म चाहिँ सफल भएको थिएँ। अब त्यसरी नै हजुरहरूले पनि नाम निकाल्न कसरी सक्नुहुन्छ त? अब त्यसको लागि फर्म भर्न कहाँ जाने र कहिले फर्म खुल्छ, अनि क्वालिफिकेसन के चाहिने, एक्सपिरियन्स चाहिने हो कि होइन भन्ने कुराले तपाईँहरू अन्यलमा परिरहनु भएको छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै उपयोगी हुन सक्छ। अब विदाउट डुइङ एनी डिले म चाहिँ भिडियोलाई स्टार्ट गर्न गइरहेको छु र टीएससी एक्जाम प्रोसेसको बारेमा भन्नुपर्दा सर्वप्रथम यसको लागि तपाईँ आवेदक हुनको लागि तपाईसँग लाइसेन्स अनिवार्य रूपमा हुनुपर्ने छ र लाइसेन्स पनि हरेक वर्ष खुलेको हुन्छ। त्यो लाइसेन्स तपाईँले निकाल्नु भइसकेपछि लगत्तै तपाईँको फर्स्ट पेपरको एक्जाम हुन्छ, जुन चाहिँ स्थायी शिक्षकको लागि त्यो परीक्षा लिइने गरिन्छ र फर्स्ट पेपरमा अब्जेक्टिभ क्वेसन आउँछ। यसलाई अब्जेक्टिभ क्वेसन आउँछ, अब्जेक्टिभ क्वेसन, जसलाई हामीले मल्टिपल चोइस क्वेसन पनि भनेर चिन्ने गरिन्छ। यसमा कतिवटा क्वेसन आउँछ भन्दा 50 वटा, टोटल 50 वटा क्वेसन यसमा आउँछ र एउटा क्वेसनको वेटेज 2 मार्क्स हुन्छ, यानी कि टोटल कति भयो 100। अब 100 मा पनि यसलाई कसरी डिभाइड गरेर हेर्न सकिन्छ भन्दा यो फर्स्ट पेपरको मैले कुरा गर्दैछु है, फर्स्ट फेजको एक्जाम, पहिलो चरणको एक्जाम। अब यो 100 लाई हामीले कसरी डिभाइड गर्ने त भन्दा कहाँबाट 100 मार्क्सको क्वेसन चाहिँ कहाँबाट आउँछ, कस्ता बुक पढ्ने हो भन्ने कुरा पनि हजुरहरूलाई कन्फ्युजन हुन सक्छ। यसमा सबैभन्दा धेरै क्वेसन शिक्षाबाट आउँछ, जुन चाहिँ हजुरहरू लाइसेन्समै तयारी गरिसक्नु भएको छ। त्यहाँबाट धेरै क्वेसन 80% क्वेसनहरू त त्यहीँबाट मिलिसकेको हुन्छ। शिक्षाको लागि हजुरहरूलाई त्यति धेरै ओरी भएन। शिक्षाबाट कति आउँछ त भन्दा शिक्षाबाट 20 वटा क्वेसन आउँछ, जुन चाहिँ 40 मार्क्सको भयो। अब यसपछि जीकेबाट आउँछ, जीकेबाट तपाईँलाई 15 वटा क्वेसन आउँछ। त्यसपछि भनेको नियमावली वा संविधानबाट 5 वटा क्वेसन आउँछ। त्यसपछि आईसीटी, सूचना तथा सञ्चार प्रविधि भनिन्छ, कम्प्युटर रिलेटेड क्वेसनहरू यहाँबाट आउँछ, यसबाट पनि 5 मार्क्स भयो। अब त्यसपछि अर्को लास्ट वान केबाट आउँछ भन्दाखेरिमा आईक्यूबाट आउँछ, जुन चाहिँ यो पनि 5 वटा हुन्छ। अब यो जोड्नुस् त 50 वटा भयो कि भएन, टोटल 50 वटा यहाँबाट क्वेसन आउँछ। अब तपाईँ यो क्वेसन पार गर्नको लागि तपाईँले 25 वटा क्वेसन, एटलिस्ट 25 वटा क्वेसन मिलाउनु पर्ने हुन्छ। यसमा फेरि तपाईँहरू लाइसेन्समा चाहिँ नेगेटिभ मार्किङ हुन्थेन, यसमा नेगेटिभ मार्किङ हुन्छ। नेगेटिभ मार्किङ भने मतलब के भन्दाखेरिमा तपाईँले 26 वटा क्वेसन सल्भ गरेर आउनुभयो, हल गरेर आउनुभयो, तपाईँले त्यहाँ चाहिँ एउटा क्वेसन बिगार्नु भयो, 25 वटा क्वेसन मिलाउनु भयो। अब लाइसेन्समा त 25 क्वेसन मिलाएपछि पास हुन्थ्यो, यहाँ अब त्यस्तो हुँदैन। 25 वटा क्वेसन मिलेको छ, तपाईँको सल्भ गर्नु भएको छ 26 वटा, 26 वटामा एउटा बिगार्नु भयो भने अब यहाँ मार्किङले गर्दा 24 पोइन्ट समथिङ आउँछ, तपाईँको 25 पुग्दैन र तपाईँ चाहिँ फेल हुनुहुन्छ। त्यस कारणले गर्दा यसमा चाहिँ हचुवाको भरमा एन्सर दिन चाहिँ पाइने छैन, यो कुरा बुझ्नु होला। अब त्यसपछि तपाईँ लाग्नुहुन्छ यो सबै एक्जाम तपाईँको, अब यो एक्जाम दिइसकेपछि यसको रिजल्ट भनेको 10 to 15 डेज विदिनमा आउँछ र यो रिजल्ट आइसकेपछि तपाईँको नाम आयो भने अब तपाईँ सेकेन्ड पेपरको तयारी गर्न जुट्नुहुन्छ। सेकेन्ड पेपरको लागि तपाईँसँग टाइम भनेको अलमोस्ट 45 डेजको हुन्छ।
त्यो 45 डेजमा तपाईले सेकेन्ड पेपरको सबै तयारी सकिसक्नुपर्ने हुन्छ। सेकेन्ड पेपरको एक्जामको कुरा गर्न पर्दाखेरिमा चाहिँ यसमा चाहिँ अघि अब्जेक्टिभ थियो, यसमा सब्जेक्टिभ टाइपको क्वेसन आउँछ। भने मतलब अब तपाईँ चाहिँ आफ्नो जुन विषय हो, तपाईँको मेजर जुन सब्जेक्ट हो, त्यही सब्जेक्ट रिलेटेड चाहिँ तपाईँको क्वेसन आउँछ। अब तपाईले के गर्न पर्छ भन्दाखेरिमा यदि तपाईँ 12 चाहिँ मेजर इङ्ग्लिस लिएर पढ्नु भएको हो भने तपाईँ मेजर इङ्ग्लिसकै तयारी गर्नुपर्ने हुन्छ। फर्ममा पनि तपाईँले त्यहाँ चाहिँ एउटा सब्जेक्ट तोकेको हुन्छ, निमावि र मावि हो भने, तर फेरि प्राविमा चाहिँ सब्जेक्ट तोक्दैन है। प्राविमा चाहिँ तपाईँले जुनसुकै मेजर सब्जेक्ट लिनुहोस् सबैको लागि एउटै हो, फर्स्ट पेपर पनि सेकेन्ड पेपर पनि। तर निमावि र माविमा अलिकति फरक छ। निमावि र माविमा चाहिँ फर्स्ट पेपर एउटै हुन्छ सबैको लागि, जुन विषय लिए पनि, साइन्स म्याथ जुन लिए तापनि। तर सेकेन्ड पेपर भने आफ्नो विषयगत फरक किसिमका हुन्छन्। अब मैले सुरुमा चाहिँ निमाविको कुरा गरेँ है त। निमावि चाहिँ कस्तो हुन्छ भन्दा 100 मार्क्सको सब्जेक्टिभ क्वेसन हुन्छ। 100 मार्क्सको सब्जेक्टिभ क्वेसन हुन्छ, टाइम 3 आवर्स हुन्छ र 3 आवर्स भित्र तपाईले 100 मार्क्सको क्वेसन पनि सबै 10 मार्क्सको हुन्छ। एउटा क्वेसनको वेटेज भनेको 10 मार्क्स हुन्छ, त्यसलाई 3 घण्टामा हजुरले सल्भ गर्नुपर्ने हुन्छ। र अब यसमा नेपाली हो भने नेपालीकै, इङ्ग्लिस हो भने सबै 10 वटा क्वेसन इङ्ग्लिसबाट नै आउँछ। यसमा कुनै कन्फ्युजन भएन। अब तपाईँ त्यसपछि सेकेन्ड पेपरको एक्जाम दिएर आइसकेपछि रिजल्टको लागि अलमोस्ट 30 डेज जति वेट गर्नुहुन्छ र रिजल्ट 30 दिनभित्रमा तपाईँको लगभग आइसक्छ। आइसकेपछि तपाईलाई त्यहाँ तल तपाईँको यदि नाम निस्कियो भने सिमल नम्बर तपाईँको अब सेकेन्ड पेपरमा नामै आउँछ र तल चाहिँ इन्टरभ्यूको लागि यो कार्यालयमा यति मितिमा बोलाइएको छ भनेर त्यहाँ नोटिस गरेको हुन्छ र त्यही दिन त्यही गते त्यही समय हजुर चाहिँ इन्टरभ्यूको लागि शिक्षा सम्बन्धी एउटा कार्यालयमा जानुपर्ने हुन्छ। अब इन्टरभ्यूको कुराहरु, इन्टरभ्यूको टोटल मार्क्स भनेको इन्टरभ्यूको 25 मार्क्स हुन्छ। यसमा पास फेल भन्ने हुँदैन। तपाईँ ढुक्क हुनुहोस्, तपाईँले फर्स्ट पेपर सेकेन्ड पेपर राम्रो गर्नु भएको छ भने अब तपाईँको 80% नाम निस्किने कन्फर्म भइसक्यो। तपाईँ अब इन्टरभ्यूले गर्दा म कतै पछाडि पर्छु कि मलाई चाहिँ इन्टरभ्यू त अब म मान्छेलाई चाहिँ त्यस्तो नजिकबाट चाहिँ कम्युनिकेट गर्नको लागि मलाई त डर लाग्छ भन्ने तपाईमा त्यो फियर छ भने त्यो आजैबाट हटाउनुहोस्। किनकि शिक्षक सेवा आयोगले तपाईलाई चिनिसकेको छ। फर्स्ट र सेकेन्ड पेपरबाटै तपाईँ को हो, तपाईसँग कति क्षमता छ भन्ने उले तपाईको नलेजको बारेमा उले मूल्याङ्कन गरिसकेको छ। अब यो जस्ट तपाईको इन्टरभ्यू हो, यहाँबाट फालिने चान्स एकदमै कम हुन्छ। अब यसमा पनि 25 मार्क्समा पनि कसरी चाहिँ क्याटेगोराइज अथवा डिभाइड गरिएको छ भन्दा फर्स्ट अफ अल अनुभव बापत 5 मार्क्स, तपाईको क्वालिफिकेसन 5 मार्क्स र इन्टरभ्यू 15 मार्क्स। हेर्नुस् त यो टोटल गर्दा 25 मार्क्सको हुन आउँछ। अब अनुभव बापत भनेको के त, तपाईले यदि राहत अथवा चाहिँ संघीय अनुदान केही सरकारी स्कुलमा कार्यरत हुनुहुन्थ्यो भने त्यो बाबत तपाईको कति जति धेरै तपाईले काम गर्नु भएको छ त्यही हिसाबले तपाईलाई मार्क्स दिइन्छ। यसको चाहिँ एकदमै धेरै मार्क्स भनेको 5 मार्क्स हुन्छ। र यदि तपाईले काम गर्नु भएको छैन, अनुभव छैन भने यो मार्क्स चाहिँ तपाईको कट अफ भएर जान्छ। अब क्वालिफिकेसनको कुरा गरौँ, तपाईँ निमावि तहमा प्रावि तहमा चाहिँ आवेदन दिनु भएको छ र तपाईको क्वालिफिकेसन ब्याचलर्स भन्दा माथि छ, ब्याचलर्स छ अथवा मास्टर्स छ, पीएचडी छ भने त्यही अनुसारको तपाईको यसमा पनि मार्क्स दिइन्छ। अनि अर्को कुरा तपाईको यहाँ जीपीए अथवा पर्सेन्टेज पनि हेरिन्छ यो क्वालिफिकेसनमा। त्यसरी तपाईको मार्क्स 5 मार्क्स सम्म दिन सकिन्छ। यो दुईटा भयो, नो कन्फ्युजन। अब 15 मार्क्सको कुरा गरौँ। प्योर इन्टरभ्यू भनेको ओन्ली 15 मार्क्स हो। त्यहाँ बसेर हामीले प्योर इन्टरभ्यू दिइन्छ। 3 जना इन्टरभ्युअरहरू हुनुहुन्छ, हामीले इन्टरभ्यू दिइन्छ। उहाँहरूले त्यही हो, इन्टरभ्यूमा त्यस्तो अरू कुरा केही पनि सोधिन्न, जस्ट कुराकानी गफ हो, चिया गफ जस्तो। अनि त्यहाँ चाहिँ विषयवस्तुहरूसँग टच भएर पनि सोध्न सक्नुहुन्छ। त्यसको बारेमा तपाईँ कुनै चिन्ता लिनु पर्दैन, किनकि तपाईँले फर्स्ट पेपर सेकेन्ड पेपरमै तयारी गरिसक्नु भएको छ। इन्टरभ्यूको लागि छुट्टै क्वेसन भनेर बनेकै हुँदैन। यदि तपाईँले इन्टरभ्यू हुनभन्दा अगाडि फर्स्ट पेपर सेकेन्ड पेपरलाई रिभाइज गर्नुभयो भने त्यो चाहिँ बेस्ट हुन जान्छ। अब प्योर इन्टरभ्यू 15 मार्क्सबाट पनि तपाईँलाई ओन्ली
8 अथवा 9 मार्क्स भन्दा धेरै अथवा धेरै दिन पाइँदैन र 5-6 मार्क्स भन्दा कम दिन पाइँदैन, किनकि इक्जाम फेयर होस् भन्ने तरिकाले। यो हुँदाखेरिमा इन्टरभ्यूले त्यति धेरै म्याटर गर्दैन। म मेरो आफ्नै अनुभवमा पनि मेरो क्वालिफिकेसन ओन्ली 12 मात्रै हो। मैले निमाविमा नाम निकालेँ, खुल्लामा नाम निकालेँ, 12 मेरो क्वालिफिकेसन थियो। क्वालिफिकेसनबाट मेरो 0 आयो। अनुभव मेरो 0 थियो। प्राइभेट स्कुलमा मैले पढाएको थिएँ, त्योबाट 0 मार्क्स आउँछ, यो पनि मेरो 0 भयो। इन्टरभ्यू ठिकठाक भएको थियो। इन्टरभ्यू मलाई जहाँसम्म लाग्छ मैले 95% क्वेसनहरू चाहिँ सल्भ चाहिँ गरेको थिएँ र इन्टरभ्यू ठिकठाकै भएको थियो र मेरो अन्तमा नाम आउन सफल भयो। यसरी तपाईहरूको सम्पूर्ण परीक्षा सकिन्छ। इन्टरभ्यू दिएर आइसकेपछि त्यसको 10 अथवा 15 दिन भनौँ न 1 हप्तादेखि 2 हप्ताको अन्तरालमा रिजल्ट आइपुग्छ। रिजल्ट कस्तो तरिकाले निकालिन्छ त? अब को चाहिँ फालिन्छ फेरि केही पर्सेन्टेज साथीहरू फालिनु पनि हुन्छ हैन। अब कसरी फाल्ने अनि कसरी चाहिँ मार्क्स कसरी जोडिन्छ भन्ने कुराहरू पनि म थोरै जानकारी राख्न चाहे। तपाईले अघि दिनुभएको फर्स्ट पेपरको इक्जामको 100% मार्क्स जोडिन्न। तपाईले अघि दिनुभएको इक्जाममा मानौ तपाईले 30 वटा क्वेशन मिलाउनु भयो, यानी कि तपाईले 60 मार्क्स ल्याउनु भएको थियो। 30 × 2 60। आफैले एउटा सेल्फ इभ्यालुएट गर्दाखेरिमा लगभग मोटामोटी 60 मार्क्स बचेको थियो र 30 वटा क्वेशन मिलाउनु भएको थियो नेगेटिभ मार्किङ कट अफ गरेर। यसबाट तपाईको ठ्याक्कै आधा मार्क्स जोडिन्छ भने मतलब 60 बाट अब 60 मार्क्स आएको थियो, तपाईको 30 मार्क्स जोडिन्छ फर्स्ट पेपरबाट। सेकेन्ड पेपरमा जति मार्क्स ल्याउनु भयो त्यसको 100% जोडिन्छ। मानौ 100 मा तपाईले 50 मार्क्स ल्याउनु भयो, 50 मार्क्स ल्याउनु भयो, यसको 50 नै मार्क्स जोडिन्छ र अब तपाईको कति भयो? 80 भयो। तपाईले इन्टरभ्यू पनि दिनु भएको थियो, बिर्सिनु भयो कि क्या हो? इन्टरभ्यूमा तपाईले कति ल्याउनु भयो भन्दा 25 मा मानौ तपाईले 8, 9, 10 लिएर आउनु भयो होला। मानौ 10 लिएर आउनु भयो, टोटल कति भयो? 90 भयो। अब तपाईको कम्पिटिटर कस्ता छन् त्यो कम्पिटिटरमा डिपेन्ड हुन्छ तपाईको नाम निस्किन्छ कि निस्किन्न। कोही साथीहरूले कहिलेकाहीँ 80, 85 मै खुल्लामा नाम पनि निकाल्नु भइरहेको छ। कोही साथी भने 100 क्रस गर्दा पनि नाम निकाल्नको लागि धौधौ परेको अवस्था छ, इन्टरभ्यूमा गएर फालिनु भएको छ। तपाईको त्यो लकले, तपाईको हार्डवर्कले र समग्र रूपले हेर्दा तपाईको कम्पिटिटिभमा त्यो चाहिँ डिपेन्ड हुने कुरा हो र यसरी चाहिँ होल प्रोसेस टिचिङ टीएससी एक्जाम प्रोसेसको यही समाप्त हुन्छ। अब तपाईहरुलाई थप केही यो सम्बन्धी एक्जाम प्रोसेसको बारेमा दुविधा भएमा कमेन्टमा चाहिँ तपाईहरुले आफ्नो प्रतिक्रियाहरू लेख्न सक्नुहुन्छ। म सहजै रिप्लाई गर्ने कोसिस गर्नेछु। हस्त आजलाई यति नै, धन्यवाद।